ओहो हो खोइ अनुहार हेरौँ आज नेपालीको एक्जाम बवाल गरेर आउने स्टुडेन्टहरूको। एनिवेज आई होप दुईवटा ल्याङ्ग्वेजको एक्जामिनेसन सकिसक्यो गाइज। तपाईँहरूको बोर्ड एक्जामिनेसनको समय भ्याउनु होला भनेर म एकदम एक्सपेक्ट गर्छु। र ह्यान्डराइटिङ पनि आफूले सकेसम्म शुद्ध लेख्नु भयो होला नेपालीको बोर्ड्समा, किनकि अभियसली व्याकरणहरू त्यति धेरै गाह्रो आएको थिएन अरे सबै 7वटा प्रोभिन्सको, मैले बुझेको थिएँ स्टुडेन्ट्सहरूसँग। एनिवेज अब 8 गते पनि एक्जामिनेसन सक्यो। हामीहरूको भोलि एक दिन ग्याप छ, किनकि गाइज पर्सि हामीहरूको हुन गइरहेको छ एक्जामिनेसन कुन सब्जेक्टको। अभियसली सी म्याथमेटिक्स गाइज। यस तपाईँको राम्रो जिपिएको सपनाको अगाडि बसेको यो एकदमै महत्त्वपूर्ण विषय हो म्याथमेटिक्स, किनभन्दै इफ यु मेस दिस सब्जेक्ट अप देन डेफिनेटली यो जतिको इजिली मार्क्स गेन गर्न सक्ने सब्जेक्ट अरू कुनै पनि छैन। सिर्फ यु हेभ टु मेक स्योर सोल्युसन करेक्ट तपाईँले गर्नुभएको छ, किनकि अभियसली तपाईँको सोल्युसन इफ यु हेभ मेक स्योर कि करेक्ट छ भनेदेखि नो वान क्यान इभन डिडक्ट अ 0.5 मार्क्स फ्रम यर एन्सर। एनिवेज मेरो च्यानललाई ढिला डिस्कभर गर्ने स्टुडेन्टहरूको लागि हाई, मेरो नाम म अनुराग सिलवाल र म रेगुलरली नेपालको स्टुडेन्ट्सहरूको लागि एजुकेसनल कन्टेन्टहरू बनाएर यो च्यानलमा राख्छु। आजको भिडियोको मुख्य उद्देश्य भनेको चाहिँ तपाईँको पर्सि म्याथमेटिक्सको एक्जामिनेसन छ भनेदेखि चाहिँ तपाईँको लास्ट इयर 2080 को टपर सिनियरले तपाईँलाई के सुझाव दिनुहुन्छ त्यो, अनि तपाईँको म्याथमेटिक्सको एक्जामिनेसनको 1 घन्टा अगाडि हेर्नै पर्ने कुराहरू आजको यो भिडियोमा मैले समावेश गरिदिएको छु। तपाईँलाई रिक्याप पनि हुन्छ, मेरो पुरानो सब्सक्राइबर्सहरूलाई नयाँ सब्सक्राइबर्सहरूको लागि नयाँ इन्फो पनि हुन्छ, खोजिरहनु पर्दैन च्यानलमा अरू भिडियोजहरू। सो पर्सि हुन गइरहेको म्याथमेटिक्स एक्जामिनेसनको लागि मेरो साइडबाट तपाईँहरू सबैजनालाई आई विश यु अल द बेस्ट गाइज। गो एन्ड नेल यर एक्जामिनेसन्स। लेट्स स्टार्ट द भिडियो। अब पनि थर्ड एक्जामको बारेमा कुरा गरौँ। एक दिन ग्याप छ हाम्रो, 8 गते पछि 9 गते चाहिँ ग्याप छ। 10 गते छ स्टुडेन्टहरूको एक्जाम कम्पलसरी म्याथमेटिक्स, जुन कि स्टुडेन्टहरूको वान अफ द मोस्ट ठुलो फियर पनि हो होइन। सी म्याथ सब्जेक्ट भन्ने बित्तिकै कन्टेन्ट धेरै छ। एक दिन बिदा भए पनि मैले त सक्दिनँ, मैले कुनै पनि हालतमा म्याथमा A+ स्कोर गर्न नसकुला कि भन्ने डर हुन्छ स्टुडेन्टलाई। कसरी के छ स्ट्राटेजी सी म्याथको चाहिँ? सी म्याथको फर्स्ट कुरा भनेको चाहिँ भोलिपल्ट म्याथ छ भने बेलुका टाइममै सुतेर जानुहोस् है। म्याथमा पनि एकदमै लजिकल माइन्डले क्यालकुलेसन गर्नुपर्ने हुन्छ। 2+3 गर्दाखेरि 4 पनि लिन सकिन्छ। एकदम मान्छे एक्जस्टेड भएर गएको छ भने सो एससीमा सुत्नुहोस् आनन्दले निन्द्रा पुऱ्याएर। र एक्जाम हलमा आई थिङ्क सबैभन्दा म्याटर चाहिँ के गर्छ भन्दाखेरि तिमीले वर्षैभरि पढाएको छौ, वर्षभरि यति धेरै एक्जाम दिइसक्यो है। एससीको त्यो म्याथको सिलेबस यति छ, स्कुलमा नि रिभाइज हुन्छ, जता पनि हुन्छ। तिमीले नदेखेको क्वेसन, आउट अफ बुकको क्वेसन आउँदैन। त्यो यति कन्फिडेन्स राख कि जस्तो क्वेसन आए पनि म गर्न सक्छु। त्यो बिहान उठ, फर्मुला सिट जुन छ अथवा तिमीले फर्मुला कहीँ न कहीँ लेखेको छ, फर्मुला सरर रिभाइज गर। 2-3 चोटि फर्मुला हेर, बिकज एक्जाममा गएर फर्मुला बिर्सिनु भएन। तिमीले क्वेसन त वर्षभरि प्र्याक्टिस गर्दै आएको हुन्छ, कहीँ न कहीँ त्यो क्वेसन देखा हुन्छ। र कम्पेरेटिभली तिम्रो जति अगाडिको एक्जाम हुन्छ त्योभन्दा एससीमा धेरै सजिलो आउँछ। त्यो माइन्डसेट हुनु पऱ्यो। जस्तो क्वेसन आए पनि म गर्छु। गाह्रो आयो भने सबैलाई गाह्रो हुने हो, सजिलो आयो भने सबैलाई सजिलो हुने हो। जसरी नि गर्छु भनेर एउटा पोजिटिभ माइन्डसेट लिएर गयो भने तिमीले सक्छौ कि। तर छिर्ने बेलामै ला हुँदैन भनेर त्यो डराएर गएको छ भने उसले आउने क्वेसन पनि त्यो क्वेसनदेखि चाहिँ बिर्सिन्छ। त्यो मैले एकदम आफूले पहिला एक्सपिरियन्स गरेको कुरा हो। र अर्को भनेको एक दिन अगाडि बसेर चाहिँ म्याथमा तिमीले अहिलेभरि जति पनि प्र्याक्टिस गर्छौ नि त्यसमा त अब गाह्रो लागेको क्वेसनहरूलाई सर्कल गरे होला। जे क्वेसन तिमीलाई गाह्रो लागेको थियो अथवा तिमीले एक्जामहरूको पेपरहरू राखेको छौ भने छिटो पल्टाएर हेर कहाँ गएर चाहिँ मैले मिस्टेक गरेको थिएँ भनेर। अर्को भनेको म्याथमा सल्युसन गिभनहरू पनि लेख्नुपर्छ है। त्यो अलिकति ल्याङ्ग्वेजको पोर्सन हुन्छ नि, त्यो सबै गऱ्यो भने चाहिँ हुन्छ म्याथ पनि। जब हामीहरू क्लास 10 को सी म्याथमेटिक्सको क्वेसन पेपरको बारेमा कुरा गर्छौँ, स्टुडेन्टहरूलाई यो क्वेसन पेपरमा सबैभन्दा ठुलो नाइटमेयर भनेको चाहिँ यहाँ तपाईँहरूले एरिया, ट्रायङ्गल, प्यारालोग्राम अथवा सर्कलबाट सोधिने आउट थ्योरम हो। तर डोन्ट वरी गाइज, क्लास 10 मा हुनुहुन्छ र आफ्नो एससीको बोर्ड एक्जामिनेसनकै एक दिन अगाडि तपाईँले यो भिडियो हेरिरहनु भएको छ भने पनि आफ्नो एक्जाम सेन्टरमा म्याथको बोर्ड एक्जाम दिइराख्दाखेरि केयरफुल हुनुपर्ने कुराहरूको बारेमा डिस्कसन हामीहरू गरि नै हाल्छौँ। बट त्यो सहित आजकै भिडियो हेरिसकेपछि चाहिँ तपाईँले 1 सेकेन्डमा नै आउट थ्योरम हेर्ने बित्तिकै चाहिँ ल यसलाई चाहिँ यो स्ट्राटेजी अपनाउन सकिँदो रहेछ है भनेर तपाईँको चाहिँ माइन्डमा क्ल्यारिटी आउँछ भन्ने म तपाईँलाई ग्यारेन्टी दिन्छु। यो साँच्चै नै भनेको आई प्रमिस। हुन्छ भनेपछि चाहिँ हाम्रो च्यानलमा यस्तै टाइपको एजुकेसन कन्टेन्टहरूको बारेमा डिस्कसन गरिरहेका हुन्छौँ। आजको भिडियोको हामीहरूको लाइकको टार्गेट छ 2500 लाइक गाइज। नेपालको कुन पार्टबाट यो भिडियो हेरिरहनु भएको छ र तपाईँको आफ्नो एक्जामिनेसनको तयारी के कस्तो चलिरहेको छ भनेर तपाईँले तल कमेन्ट सेक्सनमा कमेन्ट पनि गर्न सक्नुहुनेछ। यस इट इज अभियस द्याट नयाँ फर्मेट हामीहरूको लागु हुन गइरहेको छ, जसमध्ये पहिला चाहिँ ग्रुप ए, ग्रुप बी, ग्रुप सी भनेर क्वेसन सोधिन्थ्यो भने
यो वर्ष चाहिँ अब तपाईलाई यसरी च्याप्टर वाइज अर्डरमा चाहिँ क्वेशनहरु सोधिन्छ 1 नम्बरको च्याप्टर देखि 7 नम्बरको च्याप्टरसँग कन्स्टिट्युटिङ अराउन्ड 14 वटा क्वेशनहरु है। सो नेपालीको बोर्ड एक्जामिनेसन सकेर तपाई अराउन्ड 11-12 बजे आफ्नो घरमा आइसकेपछि आई एक्सपेक्ट 12:30 12:15 बाट तपाईले चाहिँ आफ्नो म्याथमेटिक्सको प्रिपरेसन चाहिँ स्टार्ट गर्नको लागि रेडी हुनुपर्छ। प्रिपरेसन गर्नको लागि चाहिँ अब मेजर स्टुडेन्टहरुले के गर्छन् भन्दाखेरि चाहिँ अब जुन अहिलेको फर्मेट छ नि क्वेशन वाइज च्याप्टर वाइज क्वेशन सोधिने। सो पहिला सुरु सेट पढ्ने, अर्थमेटिक, मेन्सुरेसन, अलजेब्रा यसरी इभेन्चुअली लास्टमा गएर ट्रिगोनोमेट्रीमा एन्ड गर्छन् धेरै जना स्टुडेन्टहरुले चाहिँ। बट तपाईले चाहिँ अब आफ्नो के कस्तो प्रिपरेसन छ हैन। अब इन केस तपाईहरुको चाहिँ फेलै हुने अवस्था छ भन्दै चाहिँ आई अर्ज यु गाइज टु जस्ट फोकस अन दोज टपिक एट फर्स्ट जसले चाहिँ अलिकति बढी मार्क्स क्यारी गर्छ। हेर्नुस् अर्थमेटिक, मेन्सुरेसन, अलजेब्रा, त्यसपछि स्ट्याट्स एन्ड प्रोबेबिलिटी, जियोमेट्री हैन। एन्ड यिनीहरुलाई चाहिँ फर्स्टमा फोकस गर्ने इन द सेन्स दैट अब बिदाको दिनको तपाईको 6 बजेसम्ममा चाहिँ एटलिस्ट सबै च्याप्टर तपाईले एकचोटी हेरेर भ्याउनु भयो भन्दै चाहिँ अब रिभिजनको लागि तपाईले यही टपिकहरुबाट फेरि रिस्टार्ट गर्न सक्नुहुन्छ नि त राइट। सो त्यो सेन्समा चाहिँ अब आफ्नो फिजिबिलिटी अनुसार चाहिँ कुन च्याप्टरबाट सुरु गर्ने त्यो डिसाइड गर्नुस्। त्यसपछि एटलिस्ट अब बिदाको दिनको रातिसम्ममा चाहिँ यो सबैले एकचोटी सकेर तपाई रिभिजन गर्ने स्टेटसम्म चाहिँ पुगिसकेको हुनु पर्यो। र यो भन्दा अगाडिको 2 वटा भिडियोमा चाहिँ हामीले क्वेशन वाइज क्वेशन नम्बर 1 2 3 4 गर्दै डिस्कस गरेको थियौं सबैलाई हैन। किनभने नेपाली र इंग्लिश दुवै सब्जेक्ट भनेको चाहिँ थ्योरी अथवा ल्याङ्ग्वेज बेस्ड सब्जेक्ट्सहरु भएको कारणले अब म्याथमा चाहिँ इन्डिभिजुअली क्वेशनलाई डिस्कस गर्नुको केही पनि औचित्य छैन। किनभने यही जुन मैले अर्डर देखाएको छु यही आधारमा त आउँछ नि क्वेशनहरु हैन। अब एक्जामिनेसन हलमा यो क्वेशन्सहरु सल्भ गरिराख्दाखेरि तपाईले कुनै एउटा क्वेशन चाहिँ फिटिकै आएन, तपाईले केही कन्फ्युजनमा पर्नु भयो अथवा जान्दै जान्दैन मेरो त 5 मार्क्स 4 मार्क्स जानी भयो भन्ने तपाईले कन्फ्युजन छ भन्दै म तपाईले 2 वटा रिस्की सर्टकट चाहिँ भन्छु हैन जुन तपाईले गर्न सक्नुहुनेछ इन्भिजिलेटरलाई अलिकति झुक्क्याउनको लागि। तर त्यो भन्दा अगाडि मैले भिडियोको इनिशियलमै भनिसकेको छु कि अनसिन थ्योरमहरु आयो भन्दै चाहिँ के गर्ने त। सो ठ्याक्क अब म तपाईले स्ट्र्याटेजी भन्छु अनसिन थ्योरमहरुलाई 1 सेकेन्डमै हेर्ने बित्तिकै सल्भ गर्नको लागि। त्यो भनेको चाहिँ यतापटि हेर्नुस् इजी छ गाइज एन्सर। हाउ टु सल्भ अल अनसिन थ्योरम्स, इट इज नट नेसेसरी टु सल्भ देम एट अल है। तपाईले आवश्यक छैन अनसिन थ्योरमलाई सल्भ गर्नको लागि। म तपाईलाई लजिकल एक्सप्लेनेसन गर्छु। सो यु सी अघि मैले भर्खरै तपाईलाई यतापटि देखाएँ हाम्रो जुन यो अनसिन थ्योरम छ यो obviously हामीलाई थाहा छ यो ज्योमेट्रीको एस्पेक्टको क्वेशन हो राइट। सो ज्योमेट्रीको क्वेशन नम्बर 11 र क्वेशन नम्बर 12 क्वेशन नम्बर 13 ले 13 मार्क्स कन्स्टिट्युट गर्छ। वी अल नो दिस। अब एकचोटि क्वेशन नम्बर 11 12 र 13 लाई इन्डिभिजुअली डिस्कस गरौँ है। सो जेनरली अब तपाईहरुले कतिवटा सेटबुकको कतिवटा क्वेशन्सहरु हेर्नुभयो मलाई थाहा छैन, तर के एउटा ट्रेन्ड छ भन्थे चाहिँ जेनरली क्वेशन नम्बर 11 मा चाहिँ एरिया अफ ट्रायंगल र एरिया अफ प्यारालेलोग्राम रिलेटेड ज्योमेट्रिकल क्वेशन सोधिन्छ। क्वेशन नम्बर 12 मा चाहिँ सर्कल रिलेटेड ज्योमेट्रिकल क्वेशन सोधिन्छ भने क्वेशन नम्बर 13 मा चाहिँ कन्स्ट्रक्सन रिलेटेड हामीहरुलाई क्वेशन सोधिन्छ। अब आई एम पुटिङ दिस कन्स्ट्रक्सन च्याप्टर बिसाइड्स किन भन्दै यो अहिले हाम्रो सब्जेक्ट म्याटर हैन, हाम्रो सब्जेक्ट म्याटर हो अनसिन थ्योरम। सो जेनरली कस्तो हुन्छ भन्दै क्वेशन नम्बर 11 र 12 मा इन केस हामीले ट्रायंगल र यो प्यारालेलोग्रामबाट चाहिँ आउट थ्योरम सोध्यो भनेदेखि चाहिँ हाम्रो सर्कलबाट चाहिँ हामीलाई नर्मल टेक्स्ट बुकमै भएको अथवा तपाईले सेटहरुमा देखिरहनु भएको क्वेशन हुन्छ भने इन द कन्ट्रारी कहिलेकाहीँ चाहिँ अब हाम्रो ट्रायंगल र प्यारालेलोग्रामबाट हामीहरुलाई नर्मल टेक्स्ट बुक क्वेशन सोधियो भनेदेखि चाहिँ सर्कलबाट चाहिँ हामीहरुलाई आउट थ्योरम सोधिने गरिन्छ है। हाम्रो टिचरले हामीहरुलाई स्कुलमा पढाइराख्दाखेरि के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ बाबु नानीहरु हो तिमीहरु चाहिँ आफ्नो हातमा के छ त्यसलाई राम्रो गर्नको लागि मात्र ट्राई गरे के, आफ्नो हातमा नभएको कुरामा तिमीहरु बढी दिमाग खलबल्याएर केही पनि काम छैन भनेर भन्नुहुन्थ्यो यो लेटर ग्रेडिङ सिस्टममा, व्हिच इज obviously ट्रू। किनभनेदेखि एक्जामको एक दिन अगाडि तपाईहरु ल म आउट थ्योरमहरु सबै सल्भ गर्नको लागि बस्छु भनेर आफ्नो भए भरको यता युट्युब भिडियोहरु देखि लिएर सेटबुकहरु देखि लिएर बस्नुहुन्छ भन्दै तपाईको मिनिमम सबै सल्भ गर्नको लागि तपाईले 2 देखि 3 घण्टा लाग्छ। अनि 2 देखि 3 घण्टा लाएर तपाईले यत्रो प्र्याक्टिस गरेको आउट थ्योरमको एक्जाममा आउने मार्क्स भनेको चाहिँ 5 मार्क्स मात्र हो है। अब मात्र मैले किन भनिरहेको छु एकछिन मैले तपाईलाई भन्छु हैन। लेट अस एज्युम दैट तपाई चाहिँ एकदमै एभरेज स्टुडेन्ट हुनुहुन्छ ठीक छ, तपाईको यस्तै मार्क्स भनेको चाहिँ तपाईको यस्तै 85 to 90 को रेन्जमा आइरहेको हुन्छ। बट यु वान्ट टु बुस्ट दिस मार्क्स टु 90 प्लस जुन भनेको चाहिँ A प्लस हो। अब इन्स्टेड हैन आफ्नो एक्जामको एक दिन अगाडि आउट थ्योरमलाई 2 देखि 3 घण्टा दिएर आफ्नो समय खेर फाल्नु भन्दा
यो 2 देखि 3 घण्टाको जुन समय छ यो तपाईले रिमेनिङ हाम्रो यो ज्योमेट्री बाहेकको अरू क्वेशन्सहरु छ त्यसमा प्र्याक्टिस गर्न लगाउनु भयो भनेदेखि त हामीहरुलाई थाहा छ कि अरू च्याप्टर्सबाट जुन क्वेशन्सहरु सोधिन्छ त्यो त के टेक्स्ट बुकको हुन्छ कि सेट बुकको हुन्छ सो यो श्योरिटी यो 100% ग्यारेन्टी तपाईले त्यो अरू च्याप्टर्सहरुले दिन्छन् भन्दै चाहिँ किन बेकारमा जुन आउट थ्योरम तपाईको हातमा छैन तपाईले हजारौं आउट थ्योरम हेरे पनि कुनै फरक टाइपको आउट थ्योरम आउन सक्छ त्यसमा टाइम दिएर तपाई आफ्नो टाइम वेस्ट गर्नुहुन्छ त आन्सर एकदमै सिम्पल छ नि त हैन गाइज लेट्स से तपाईले चाहिँ आफ्नो म्याथमेटिक्सको अरू युनिट्सहरुलाई यस्तो दामी गरी प्र्याक्टिस गर्नुभयो कि क्वेशन नम्बर 11 अथवा क्वेशन नम्बर 12 मा सोधिने आउट थ्योरम चाहिँ तपाईले स्किपै गर्दिनु भयो भने पनि तपाईको 100 मा कति नै मार्क्स जान्छ र 95 त आइहाल्छ नि यो तपाईको 25 मार्क्स त तपाईको आफ्नो हातमा त छ नि हैन अरू च्याप्टर्सहरुलाई तपाईले राम्ररी हेर्नु भएको छ भने देखि त्यही भएर तपाईहरुको आउट थ्योरमको कन्सेप्टहरु सल्भिङ एबिलिटीहरु बबाल छ भन्दै प्लिज गो फर इट तर छैन भन्दै चाहिँ मलाई 100 मा 100 नै मार्क्स चाहिन्छ भनेर त्यसको पछाडी भाग्नको लागि आफ्नो जुन प्रिसियस समय छ आउट थ्योरमलाई दिनु चाहिँ मलाई मूर्खता बाहेक अरु केही पनि होइन जस्तो लाग्छ मेरो यो लजिक तपाईले बुझ्नु भयो होला भनेर म एक्सपेक्ट गर्छु अब चाहिँ कुरा गरौँ गाइज हैन हामीलाई म्याथ टिचर्सले के पनि भन्नुहुन्थ्यो भन्दै चाहिँ एक्जामिनेसन हलमा मेजरली यो बोर्ड एक्जामिनेसन दिइराख्दाखेरि है अब एसई को मात्र नभएर अब भविष्यमा जतिसुकै बोर्ड एक्जामिनेसन दिनुहुन्छ यो टिप चाहिँ तपाईले इभन काम पनि लाग्न सक्छ कि घिउ तपाईले सोझो औँलाले कहिले पनि निकाल्न सक्दैन सिसीबाट घिउ निकाल्नको लागि तपाईले आफ्नो औँला अलिकति भए पनि टेढो बनाउनु नै पर्छ त्यसैगरी तपाईको आफ्नो एक्जामिनेसनमा क्वेशन सल्भ गर्न आएन नदेखेको क्वेशन आयो भने देखि चाहिँ तपाई सोझो भएर ल म त जानिन भने त्यो क्वेशनलाई छोड्दिनु हैन इन्स्टेड अब दुईवटा सर्टकट म तपाईलाई दिन गइरहेको छु जुन कि एकदमै रिस्की छ है यो टेक दिज स्टेप्स एट योर अन रिस्क भनेर म तपाईलाई अहिले यो डिस्क्लेमर पनि दिन चाहन्छु सो यो दुईवटा रिस्की सर्टकट भनेको चाहिँ कुनै पनि प्रुभ गर भनेर तपाईले क्वेशन सोधिन्छ नि मेजरली यो ट्रिगोनोमेट्रीको क्वेशन नम्बर 14 को च्याप्टरबाट यो सी म्याथ मात्र नभएर ओपीटी म्याथमा पनि कहिलेकाहीँ सोधिन सक्छ अथवा इन्डेक्स यो इन्डिसेस च्याप्टरहरुबाट पनि सोध्न सकिन्छ हैन त्यस्तो सिचुएसनमा चाहिँ तपाईले जतिसुकै ट्राई गरे पनि एलएचएस इक्वल टु आरएचएस हुँदैन भन्दै चाहिँ अब अलिकति लामो प्रोसिजर देखाइदिने हैन केयरकार नगर्ने त्यसपछि लास्टमा आएर चाहिँ क्वेशनले जे सोधिएको छ नि प्रुभ गर्नको लागि त्यही चाहिँ यतापट्टि लेखेर हेन्स प्रुभड एलएचएस इक्वल टु आरएचएस हेन्स प्रुभड भनेर चाहिँ लेखिदिनु होला है किन भन्दाखेरि द एक्जामिनर हु इज गोइङ टु चेक योर पेपर he doesn't know who you are हैन सो त्यही भएर मेबी उसले चाहिँ अब यो सरकारी निकायको एक्जामिनेसनको पेपर किन ध्यान दिएर चेक गर्नु पर्यो अलिकति लुजली गरिदिन्छु म भन्ने मानसिकताको कोही चेकर पर्नु भयो भन्दै चाहिँ त्यो सिनारियोमा चाहिँ यसरी चाहिँ तपाईले अलिकति भए पनि यो स्मार्ट मुभ चाहिँ खेल्न हुन सक्नुहुन्छ है एलएचएस इक्वल टु आरएचएस प्रुभ गरेर अनि अर्को रिस्की सर्टकट भनेको चाहिँ अब कुनै क्वेशनको इट इज गोइङ टु बी अब्भियस दैट तपाईले आन्सरै थाहा नहुन सक्छ हैन कतिपय सिनारियोमा त स्टुडेन्टहरुले सेटबुकबाट सबै क्वेशनहरु प्र्याक्टिस गरेका हुन्छन् सेम त्यही क्वेशन आफ्नो एक्जामिनेसन पेपरमा देखिसकेपछि ए यो क्वेशन त मैले प्र्याक्टिस गरेको छु भनेर सेटबुकको त्यो याद पनि गर्छन् अनि सेटबुकको त्यो क्वेशनको ठ्याक्क एन्सर पनि थाहा हुन्छ तर कहिलेकाहीँ बिचमा प्रोसिजर चाहिँ बिग्रिएर त्यो डिटो एन्सर नआइरहेको हुन्छ सो यो सिनारियोमा चाहिँ अब टाइम छ भन्दै त सबै आफ्नो प्रोसिजरहरुलाई चाहिँ इभ्यालुएट गर्नु कि कहाँनिर बिग्रियो भनेर है टाइम छैन भन्दै चाहिँ अब सेटबुकमा सम्झिनु भएको आन्सर सिधै लेखिदिए पनि भयो है अथवा एक्जामिनेसनको अब लास्ट 10-15 मिनेटमा अलिकति लुज भयो भन्दै आफ्नो अगाडि पछाडी आफूभन्दा अलिकति राम्रो एकाडेमिकली गुड पर्सन छ जसले हेल्प गर्छ भने चाहिँ टु हुम यु क्यान ट्रस्ट 100% फिल छ भन्दै चाहिँ यु क्यान एटलिस्ट राइट एन्सर ओन्ली instead of leaving the whole question. So यो थियो गाइस दुईवटा रिस्की सर्टकटहरु आई होप हाम्रो दुईवटा भिडियो पछि आजको यो म्याथमेटिक्सको भिडियोमा पनि मैले तपाईलाई के एकदमै लजिकल इन्साइट्सहरु माइन्डमा क्ल्यारिटी ल्याउने केही टिप्सहरु दिए भनेर भिडियो हेर्न मजा आयो भन्दै चाहिँ सब्स्क्राइब गर्नु होला च्यानललाई हाम्रो टार्गेट धेरै नै माथि सब्स्क्राइबर बेसको भर्खरै त 1,10,000 सब्स्क्राइबर नजिक आइरहेका छौं हामीहरु हाम्रो टार्गेट धेरै नै माथि छ मसँग पर्सनल कनेक्ट हुन चाहनुहुन्छ भने तपाईले मलाई मेरो इन्स्टाग्राम अकाउन्ट @silvan_अनुरागमा गएर फलो पनि इभन गर्न सक्नुहुन्छ हाम्रो भाइबर ग्रुप SC20 2080 मा पनि तपाईहरु अहिले नै गएर जोइन गर्नु होला भन्दै आजको यस भिडियोलाई म यही समाप्त गर्न चाहन्छु थ्यांक यू सो मच गाइस फर वाचिङ दिस भिडियो बाइ बाइ